अ डे इन माई लाइफ गुड मर्निङ नमस्ते एभ्रिवान। बिहानै बाबासँग गफसप भयो अनि ठ्याक्क आई गट कल फ्रम सुमन सर अनि घर बसेरै काम गर्ने प्लान भयो हाम्रो। त्यसपछि खाना खाएर आई जस्ट स्टार्टेड क्लिनिङ माई रुम। एकछिन रुम सफा गरिसकेपछि चाहिँ ठ्याक्क कुर्सीमा बसियो, एकछिन काम गर्यो। अनि सबैजना सुमन सरकोमा छ भनेर सुनेपछि चाहिँ आई अल्सो डिसाइडेड टु जोइन देम। अनि त्यहाँ गएर एकछिन केटाहरूको काम पनि हेरियो। मस्त सेलरोटी खाएर म चाहिँ काम हेर्दै बसेँ। अनि ठ्याक्क हेयर इन्ट्री भयो हाम्रो छोटा बोसको। अनि आई अल्सो गट सम पिक्चर्स एन्ड भिडियो विथ हिम। त्यसपछि एकछिन नानी पनि खेलाइयो। केटाहरूको कामसाम हेरेर म चाहिँ घर जान्छु भनेर आई जस्ट टोल्ड देम बाई। अनि म आएँ मासु किन्नलाई। ठ्याक्क केटाकेटीहरूको लागि मासु किनिदिइसकेर चाहिँ म आएँ जिममा। ओभर गर्मी थियो तर पनि एक्सर्साइज त गर्नै पर्यो भनेर मैले ब्याक र थाइको सेट सकाएर जिमलाई पनि बाई बाई भनेर अनि आई वेन्ट टु प्राचीन। त्यहाँ चाहिँ निश्चल भाइ र क्यान्डी भाइ चाहिँ बसिरहेको थियो। सो आई जोइन देम। अनि त्यहाँ हामीले खायौँ कफीहरू। मैले चाहिँ लिएँ वाटरमेलन जुस, केटाहरूले कफी खाएँ। अनि त्यसपछि त्यहाँ एकछिन गफसप भएपछि चाहिँ हामी सबैजना त्यहाँबाट छुट्यौँ। अनि अब अघि दिउँसो त मैले पपिजहरूको लागि किनेको थिएँ। सो दिस इज फर मी। यो प्रोटिन चाहिँ मेरो लागि हो। अनि त्यहाँबाट पनि म फाइनली घर आएँ। अनि अगेन आई स्टार्टेड वर्किङ। सो गुड नाइट पिपल।